अब हाम्रो लङ डिस्टेन्स सुरु हुन्छ गाइज। लङ डिस्टेन्समा चाहिँ अब मैले चाहिँ सुनेको थिएँ कति झगडा हुन्छ, के हुन्छ, माया कम हुन्छ भन्ने सुनेको थिएँ। तर हाम्रो केसमा त्यस्तो हुँदैन, किनभने हामी दुई होइन एक हो। अब कति पर्खेर बस्नुहुन्छ? म पनि हजुरलाई मन पराउँछु, माया गर्छु। अब उसको पनि आफ्नै संसार बस्यो होला, बिर्सिदिनुहोस् न। किन आफूलाई यसरी कमजोर बनाउनुहुन्छ? तिमी मलाई जति माया गर्छौ म त्यसको 1000 गुणा डबल मेरो कालुलाई माया गर्छु, अनि उसले पनि मलाई माया गर्छ। म तिमीलाई कहिले आफ्नो बनाउन सक्दिनँ, किनभने मैले मेरो कालुलाई बाचा दिइसकेको छु। मेरो सास रहन्जेलसम्म म कहिले पनि कोहीसँग लाग्ने छैन अनि कसैलाई हेर्ने छैन। जबसम्म सास रहन्छ तबसम्म म मेरो कालुकै प्रतीक्षामा पर्खाइमा पर्खि नै रहन्छु, बसी नै रहन्छु। मेरो अन्तिम रोजाइ अनि अन्तिम पर्खाइ मेरो कालुको हो, तिम्रो होइन। आइ एम सरी।